2026 को वर्ल्ड कप सुरु हुन पाएको छैन। फिफा एउटा नयाँ काण्डमा फसेको छ। अब के काण्ड भन्नुहुन्छ भन्दा आफ्नो फ्यान्सहरूलाई झुक्काएको आरोपमा न्यूयर्क र न्यू जर्सीले फिफामाथि सिरियस इन्भेस्टिगेसन सुरु गरेको छ। न्यूयर्क र न्यू जर्सीका एटर्नी जेनरलको आरोप अनुसार फिफाले म्याचहरूको टिकटलाई महँगो बनाउनको लागि टिकटहरूको एउटा आर्टिफिसियल सर्टेज क्रिएट गरेको थियो, जसमा रिपोर्ट अनुसार फिफाले म्याक्सिमम टिकटहरूलाई आफैले विथहेल्ड गरेर मार्केटमा एकदम नै कम टिकट्सहरू सार्वजनिक गरेको थियो, जसले गर्दा मार्केटमा अटोमेटिक टिकट्सहरूको अभाव सृजना भएको थियो। यो अभावले गर्दा फ्यान्सहरू महँगोमा टिकट काट्न बाध्य भएका थिए। यति मात्र होइन, रिपोर्ट अनुसार फिफाले थुप्रै टिकट काटिसकेका फ्यान्सहरूको बुक भइसकेको सिट लोकेसन नै चेन्ज गरिदिएर उनीहरूलाई नराम्रो लोकेसनमा सिटहरू दिएको थियो र त्यो ओरिजिनल लोकेसनका जुन सिटहरू थिए त्यसका टिकटहरूलाई फेरि महँगोमा लिस्ट गरेको थियो। फिफाले चाहिँ अहिलेसम्म यसको बारेमा केही कमेन्ट गरेको छैन, तर न्यूयर्क र न्यू जर्सीले अलरेडी सब्पिना फाइल गरेको हुनाले फिफाले रिलेटेड डकुमेन्ट्सहरू ह्यान्डओभर गर्नुपर्नेछ। त्यसैले अब इन्भेस्टिगेसन पछि मात्र थाहा होला कि फिफाले साँच्चै फ्यान्सहरूलाई झुक्काउने खोजेको हो कि होइन भनेर।